ल सबैजनाले लन्च खाइ पनि सक्यो होला है। म चाहिँ भर्खर खान आँटेको। मेरो चाहिँ आज लन्च अलिकति लेट भयो है। अनि आज चाहिँ मेरो लन्चमा रहेको छ पुदिनाको चटनी, टुक्रुकी करेलाको दाछी, त्यसपछि चिया मेरो फेभरेट, त्यसपछि यो चाहिँ के भन्छ तिते फापरको रोटी है। यो चाहिँ तिते फापरको रोटी खाँदा चाहिँ तितो हुन्छ तर मलाई चाहिँ एकदमै मनपर्छ। ल म चाहिँ खाँदैछु। अब चाहिँ खायो है तिते फापरको रोटी पुदिनाको चटनीसँग। मिठो भएछ। अलिकति नुन बेसी भएछ क्या हो। मेरो चाहिँ तिते फापरको रोटी चाहिँ फेभरेट हो कि मलाई चाहिँ पुरा मनपर्छ। खासै त खानासँग चिया नखानु भन्छ तर मलाई चाहिँ खानासँग चिया एकदमै मनपर्छ। मिठो भएछ। एकदम मिठो भएछ। तिते फापरको रोटी विथ पदिनाको अचार चटनी पदिनाको चटनी भन्नु पनि आउँदैन हौ। मिठो भएको छ एकदम दामी।